चोरो चोरो भइसक्यो बेला ल ल भयो ल ल ल जाउँ जाउँ उता ल फेरि घुमेर आउँ यहीँ आउँ होइन यिनीहरूलाई थाहा नै रहन्छ बिचरा ल अब यहीँ मुइ जाने फेरि त्यो नाङ्लो अब उहाँ जाने ल त्यहाँ पुजार भयो पुजार त्यहाँ द्रव्य गाडी दिनु पर्यो त्यहाँ चढाउनु न तपाईँहरू त्यताबाट पैसा त्यहाँ चढाउनु ल त्यहाँ पुजार सिलामा पुजार जस्तो म यहाँ पढ्छु आफै लाउने पर्वतन तपाईँहरू त्यहाँ खर्च सेतो कपडा होला बाँकी ल ल्याउनु त्यो अष्टपदी सतपदी कपाट तपाईँहरूकै हुन्छ यहाँ हुने यहाँ आउँछ यहाँ आएर बस्छ ल आउनुहोस् तपाईँ लालोले यहाँ चाहिँ यहाँ अष्टपदी बनाउँ सप्तपदी बनाउँ मैले मागिसकेँ छ कि छैन शिखर पर्वताय ओ पूरयं पर्वतं पवन के सुर गरेर पवन को भिडियो बनाएको छु कि मैले के गर्नु पवनले के त्यहाँ चढाउँछ त्यहाँ चढाउने ल त्यहाँ धुपबत्ती गरिदिनुहोस् तपाईँले नैवेद केही चढाउनु पर्छ त्यहाँ ऊ त स्याउ एउटा ल्याउनु त हुन्छ हुन्छ ल त्यो त्यहाँ हालिन्छ त्यसलाई पल्टाउनुहोस् सबै ल त्यहाँको फुल टिकट लाउनु पऱ्यो दुईजनाले यी अष्टपर्वताहरू जसरी अटल छन् हामी दुई पनि यस्तै अटल हौँ भन्ने पछि झडासडा गरेर हुँदैन बुढाबुढी मनमुटाप गरेर हुन्न हो शास्त्रीय विधान हो क्या नत्र त डाडु पन्यो जे अगाडि आउँछ त्यही झट्टी छोडिन्छ हो अघि चिसो पार्यो नि धर्का तान्नु अघि देखाएन तपाईँलाई अघि पाकेट ल्याएन अघिको पाकेट तपाईँले यी यहीँ यही हाता लिनु टुक्को सातवटा भन्नु हो देखिहाल्यो यो लाइन चाहिँ सिकाउनु पर्दैन नि जागेमा ल सप्तपदी पुजे त्यहाँ ल त्यसमा यताबाट पुजाएर ल्याउनु ल यताबाट पुजाएर ओम इति अत्र पसारे पचवसम पसारे ल भन्नु म पढ्छु ओम एकस्मिन् प्रभृति लिङ्गदेवता क्रमेणाजमे विनियोगो एका पर्यन्तो प्रथमं पहिलोको पुजाहरू है ओम प्रथम दीप आदित्य पैसा पगलो सदा विश्वरूप परिश्रीक्रान विहार सामा विगुण शास्त्रविधि सत्य मानु ओम अत्रय नमः पहिलोमा दोस्रोमा ओम पाद है ओम पादे द्वितीय यो हाम्रो यसरी गरेर चलाउँ है त्यो चाहिँ खासै के गर्दैन त्यो केटी मान्छेलाई घोडा झुलाएर पुजार्नु हामीले त्यो गरे है अथवा हामीले यो गरे तर पद्धति चाहिँ त्यो भन्दा कन्या पारायो भने यसमा लेखेकै छ है यति सभा यस्य देव मृत्विजं होतारं रत्नगाधनं ओम विश्वामित्राय नमः अब अर्को
ओम सोमोदेनु अर्वन्तमा खुसुलगु वीरं कण्यं ददासेन ददाश्रवण ददासे ओम व्यासाय नमः ओम अवर्गो ओम सचे परे भद्राले देवी बसन्ते ऋतावा वस्यासते रसन्तरेण यदि तेजा हरं देति भरद्वाजाय नमः सबै एउटै 18 दिनले कान्छी एउटा त्यस्तै त्यस्तै छ कि भरे पछि त भरे पछि लट लट हुन्छ हाम्रो यो गाउँबाट मात्र पठाउन नदिन्छ क्या स्टुडेन्ट पढ्नु पर्दा अहिले स्कुलहरूले पठाउन त्यही हाम्रो बाबामा 9 मा तिम्रो 67 जना थियो उता मारमा चाहिँ 6 मा तिम्रो 110 जना त्यहाँ त चौगते फलाटेको नि स्टुडेन्ट आउँथ्यो त्यहाँ अब अहिले त फेरि छैन उता चौगते फलाटेमा नि भयो नि त लास्टै हुन्छ अहिले चाहिँ छैन म चाहिँ गएको क्या हामी बालकमा पढ्ने हामी त्यो निर्मला त्यो चिन्दैन ठिक चिन्दैन तिम्रो सानीहरू पनि त्यही पढ्यो म सानीहरू सबभन्दा काम छ लेखहरूलाई पनि पढ्नु गर्ने पढ्नु गर्ने मेरो चाहिँ काम छ हाम्रो काम छ चाहिँ डिजिटल प्राइड उल्टो उल्टो नपार्नु है त्यसै ल ओ टाल रुमाल ढिके हो ल कन्यादान दिने मान्छे चाहिँ भित्र बस्नु है कन्यादान दिने मान्छे बाहिर नबस्नु छोप्न चाहियो चिप्रा चाहियो है यो टाढो घुमेर उहाँ जानु लियो खोइ खोइ तपाईँ हात सिँदुर सिँदुर बाँड्यो ल यता आउनु अलि गरेर यतापट्टि आउनु ल त्यहाँ गणेशमा दियोमा चढाउनुहोस् गणेशमा चढाउनुहोस् त्यहाँ म यहाँ पढ्छु ओम गणेश आरम्भम वस्त्र द्वय अभिचरण विस्तारम शरण भूमि तपाईँ यहाँ त अग्निमा चढाउनुहोस् ओ आकाशमा चढाउनुहोस् पृथ्वीमा चढाउनुहोस् सूर्यलाई यसो चढाउनुहोस् सूर्यलाई पनि गणेशलाई चढाउनु भयो ल अब यता टाढो यहाँ ल्याउनु त्यस्तो गर्नु पऱ्यो